नजिकैको घरबाट 2 महिने सानो बिरालो ल्याएर हामीले नाम राखिदियौँ छुमु। हाम्रो भरपुर माया र बहिनीको साथ पाएर केही दिनमै स्वाभाविक बन्यो। चकचक भने यस्तो कि कहिले चुपचाप बसिरहेकी बहिनीलाई जिस्काएर हैरान पार्ने, कहिले आँगनका किराहरूसित खेल्दै उफ्रने। म कोठेबारी, पल्लो पल्लो कोठा, गाउँघर जहाँ गए पनि उफ्रिँदै म र बहिनीको अघि अघि लागिहाल्थेछु। दोकानको कुर्सीमा बस्यो कि मेरो काखमा बस्नै पर्ने। बिहानै ओछ्यानमा आएर मेरो गाला, आँखातिर त्यसका ससाना हातहरूले बिस्तारै छोइदिने। त्यो एक दिन अचानक बिरामी पर्यो। पर्सिको दिनदेखि अलि ज्वरो आउन थाल्यो। सकेसम्म औषधि र हेरचाह गर्दा गर्दै पनि 5औं दिनको बिहानी निकै सिकिस्त भयो। म त्यो राति अबेरसम्म त्यसलाई सुमसुमाउँदै हिम्मत दिइरहे। त्यसले भने पुलुक्क पुलुक्क मात्र हेरिरह्यो। बिहानै उठ्न साथ त्यसलाई हेर्न भनी म त्यसको ओछ्यानमा पुग्दा त्यो त चिर शान्तिमा निदाइरहेको रहेछ। त्यसको मुहार सधैँ जस्तै शान्त र गम्भीर थियो। छुम्मु भनेर बोलाउँदा म्याउ भन्दै मेरो काखमा लुटुपुटु गर्न आउला कि जस्तै। मैले बहिनीलाई भने, छुम्मु भाइ त कहिल्यै नबिउझने गरी निदाएछ नि। हाम्रो भाइको स्वर्गमा बास होस्। बहिनीले मेरो कुरा त बुझ्यो बुझेन, तर छुम्मुको अनुहारमा बिस्तारै सुँग्यो। धेरै बेरसम्म त्यसको शरीर दफनाउन मन लागेन। अन्तत घर छेउको बारीमा ससम्मान दफनाए। बहिनीले नियास र आँखाहरूले बारीको डिलबाट हेरिरही र घर फर्केर आएपछि पनि चुपचाप बसी मात्र रही। सोचे त्यसलाई पनि सानो साथीको वियोगले मर्माहत पारेकी। छुम्मु भाइ हामीसित मुस्किलले 4 महिना मात्रै बस्यो, तर माया र आफ्नोपन भने जन्म जन्मकै लगायो। मान्छेको माया मान्छेसित मात्रै कहाँ हुँदो रहेछ र विश्वको हरेक जीवसित पनि पो हुँदो रहेछ। बस माया दिनु र लिनु सक्नु पर्दो रहेछ।